हिजो चाहिँ हामी पारोमा आएर घुमेर यो होटलमा बसेको थिएँ है। यो चाहिँ रिभर साइडमा रहेछ तर अलिकति बाहिर रहेछ। खाजासाजा खाएर हामी अब जान्छौँ ताक्साङ। तर हल्का पानी पर्दैछ, घाम पनि लागिरहेछ, पानी पनि पर्दैछ। यहाँको डाइनिङ चाहिँ यस्तो छ। ल आमाम खेतबारी रहेछ त, धानबारी पो रहेछ त्यहाँ त। यस्तो छ, घाम पनि लाग्दैछ, पानी पनि पर्दैछ, जानुपर्छ ताक्साङ। सक्छ कि सक्दैन, पानी बेसी पऱ्यो भने चाहिँ साह्रो पर्छ। के पनि हुँदैन। ताक्साङ चाहिँ यहाँ माथि देख्दैछ है, ताक्साङ चाहिँ यहाँ माथि देख्दैछ, जानुपर्ने चाहिँ यहाँ हो। ल अहिले चाहिँ हामी होटलबाट निस्केर ताक्साङपट्टि जाँदैछ। पानी पर्दै थियो उता त, अहिले यहाँ परिरहेको रहेछ। हाम्रो होटल भएको पछि त पानी पर्दै थियो। आमा खुसी? दिन राम्रो भयो, खुसी भयो। यहाँ आमा छोडाको चाहिँ फेरि अलिक पेट बिग्रिरहेको थियो। आमा छोडीको चाहिँ फेरि बिग्रेन, सेम चिज खाएर। ल अहिले चाहिँ हामी बेस क्याम्पमा आएको छ है, टाइगर नेस्ट जाने, ताक्साङ जाने। यहाँ टिकट काट्दैछ। यो सबै गाडीहरू आएको हो, त्यो सबै मान्छे जाने। यहाँ माथि छ। अब जाँदैछ हामी, यहाँबाट हिँड्दै जानुपर्छ। घोडा पनि पाउँछ अरे कि, तर घोडा नलैजाउँ, पाप लाग्छ आमाले भन्दैछ कि। अन्त हिँडेरै जाने बिस्तारै बिस्तारै। लोकललाई 1 घन्टा लाग्छ अरे, टुरिस्टलाई 3 घन्टा जस्तो लाग्छ जानु भन्दै थियो। द्याट मिन्स हामीलाई 2 घन्टामा त हामी सक्छ होला हौ जानु। 1 घन्टा नलाग्यो है बहिनी? ओके ल, चिसो भयो त हौ। ओके अब अहिले एकछिनमा गरौँ है भिडियो। लु हाम्रो हाइकिङ चाहिँ स्टार्ट भयो है। यहाँ हिँड्नु थाल्यो। आमा हात हल्लाइदिनु यहाँ। ल ल आमा अगाडि छ। ल यस्तो बगाइ चाहिँ कम्ती गर्नु छैन नि त, पानी यस्तो घोडा पनि रहेछ कि। तर घोडा चाहिँ नलाने भयो हामी। जानुपर्ने चाहिँ यहाँ माथि हो, यहाँ माथि हो। यहाँसम्म चाहिँ गाडी आउँछ, बेसी हिँड्नु पर्दैन। तपाईँहरू हेर्नुहोस्, यहाँबाट सबै गएर यो माथि जानुपर्ने हो। अलिकति म जुम गर्छु ल। यहाँ माथि जानुपर्ने है। आमालाई चाहिँ पाप लाग्छ भनेर चाहिँ घोडा चढ्नु मानेन आमा चाहिँ। हामी चाहिँ हिँडेरै जाने भयो। ल आर यु एक्साइटेड? सी यु हेभ टु गो ओभर देयर। चला पाती ल हिँड्नु तपाईँ। ल हाम्रो एकजना पार्टी यहीँ छ, 2 जना पार्टी यहीँ छ। बिचराले हाम्रो बाइक बोकिदिरहेछ, हाम्रो गाइडले। त्यस्तो उकालो पनि छैन, घरिघरि तेर्सो पनि रहेछ है। सबै जानु सक्ने छ है आमा। हाम्रो आमा त 70 है। ओके 70 इयर्स ओल्ड जाँदैछ। हेरौँ अब। ओ मन यहाँतिर एउटा माने रहेछ, घुमेको छैन रहेछ, तर घुमेको छैन। अब उकालो रहेछ यहाँबाट। लु हाम्रो आमाले हार खाएको छैन, कुद्दैछ उकालो। दुईजना चाहिँ कहाँ पुग्यो आमा छोडी? कति पुग्यो कि होइन त? ओके चाहिन्छ भन्ने मान्छे चाहिँ माथि पुगेछु। मलाई चाहिन्छ भन्ने रहेछ। यहाँ माथि चाहिँ आमा छोडी।
एकछिन जुम गर्छु ल यहाँतिर बसिरहेको छु आधी पुगेछ ल अहिले चाहिँ हामी हाफवे आइपुग्यो आमा पनि हाफवे आधी बाटो आइपुग्यो दुईजना चाहिँ कहाँ पुग्यो थाहा छैन आमा कस्तो हुँदैछ आमा गरेर हत्तु भयो नगई पनि नहुने हो नगए पनि नहुने अब जाउँ माथि पर्खिरहेको ठुजेले पर्खिरहेको छ माथि हाफे आइपुग्यो यहाँ यहाँ क्याफेटेरिया रहेछ है त्यहाँबाट चाहिँ यहाँ ताक्छ त्यहाँबाट आधी हिँड्नुपर्छ हामी झन्डै नै हामी 1 घन्टा 15 मिनट थियो यहाँबाट अझै 1 घन्टा 15 मिनट हिँड्नुपर्छ यहाँ माथितिर पनि घरहरू रहेछ यो हो नि जानुपर्ने त त्यहाँ होइन नि यहाँ जानुपर्छ यहाँ लु आइपुग्न आँट्यो हाफवे आइपुग्यो हामी यहाँ पारो यहाँ छ लु जाउँ आमा पर यहाँ क्याफेटेरियामा बसिरहेको नानी छिटो हिँड्दो रहेछ एकचोटि दुईजना छिटो हिँड्दो रहेछ आमा हिँडेकै छ दुःख चाहिँ मनमै छ लु तपाईँहरूले दर्शन गर्नुहोस् है ताक्साङ चाहिँ यही हो टाइगर नेस्ट हामी त्यहाँ पुग्नुपर्छ त्यहाँको लागि चाहिँ यो मुनि खोल्चा पुगेर यसरी आउनुपर्छ यहाँबाट उकाल जाँदैछ अहिले यहाँबाट गएर हो यस्तो छ यस्तो चाहिँ पक्रिनु न अन्त तान्दैछु त अब चाहिँ उकालो छैन अब लास्टमा पुग्ने बेलामा मात्रै अलिकति उकालो छ आमा ल ल बल गर्नु त अलिकति ल हामी आयो भने चाहिँ 1.5 घन्टामा चाहिँ पुग्ने रहेछ 3 घन्टामा अप एन्ड डाउन हुने रहेछ हामी चाहिँ आमा भएकोले गर्दा हामीलाई झन्डै 5 घन्टा लाग्छ 5-5.5 घन्टा लाग्छ पुरा मान्छेहरू फर्किँदैछ ओके यहाँबाट चाहिँ स्टार्ट हुन्छ ताक्साङ है यहाँ बोट छ अब यहाँबाट पेर्सोक पुग्नुहुन्छ यो डाँडा होइन उता पारी डाँडा लु हिँडौँ अब चाहिँ पुग्ने बेला मात्रै उकालो छ अरे आमा यहाँ लेभलमा चाहिँ माथि पनि जानु पर्दैन यहाँतिर छ लु हामी चाहिँ आइपुग्नु आँट्यो यहाँ छ जाँदैछ सबै हिँड्दैछ यहाँ है जानुपर्ने छु लु हेर्नुहोस् है यहाँ पारी छ आमा जाँदैछ आउँदैछ एकदम ठन्डा है एकदम पाइप निकै रहेछ यस्तो गएर त्यहाँ परबाट चाहिँ यस्तो चढेर गएर चाहिँ माथि पुग्नुहुन्छ त्यहाँ माथि छ जाँदैछ अब हामी कता पुग्छ क्या
यहाँ माथिको गुम्बा है यहाँ यस्तो रहेछ वाटरफल यहाँ पनि केभ रहेछ है यहाँ मुनि चाहिँ होली वाटर रहेछ सबैले खानुहुन्छ यहाँ यहाँ अब हामी पस्नु आँटेको यो भित्र मेन गुम्बामा माथि सबैजना जाउँ आमा जाउँ ल हामी सबै जग्गा घुमिसक्यो 9वटा उयो रहेछ कि म्युजियम रहेछ 9वटामा 8वटा चाहिँ घुम्यो एउटा चाहिँ घुमेन यहाँ उयो रहेछ त्यसमा चाहिँ सुनमा रहेछ है अब को भिडियोग्राफी फोटोग्राफी भित्र पाउँदैन रहेछ यहाँसम्म त यहाँ लगेज राख्नु पर्दछ अन्त पस्नु पर्दो रहेछ ल ल हामी हेर्दा मात्रै टाढी टाढोबाट हेर्दा मात्रै सानो छ कतिवटा रुम रहेछ ठुलो रहेछ है आमा 8वटा त हामी पस्यो मात्रै होइन अन्त अझै कति छ कहाँ गयो तिनीहरू ओके अब चाहिँ यो पारी जानुहोस् है यो पारीको बाटो भएर ऊ माथि उकालो चढ्दैछ कस्तो भयो तपाईँलाई यहाँ आएर यहाँ यता हेरेर भन्नु न पुग्नु त साह्रै पर्यो मलाई त साह्रो पर्यो पुगेपछि मजा आएन त 8वटा म्युजियममा पस्यो 9वटामा चाहिँ एउटामा चाहिँ सुनमा रहेछ पस्नु पाएन मजा आयो तर घुम्नु चाहिँ साह्रो पर्यो मम्मलाई यहाँबाट अब उकालो जानु चाहिँ ऊ माथि टुप्पामा पुग्नु छ मजाले हो फोटो खिच्दिनु ल दुहै हाम्रो आमा चाहिँ दर्शन गरेर पनि फर्किँदैछ बिहान त झन्डै पानी परिदिएको है आमा आमा त स्याड भएको थियो नि झन्डै पानी परेको आमा झन्डै रुको झन्डै भएकै स्याड है मुस्किलले पुगे अब त साह्रो तर आमा गयो भने त अरू पनि सक्छ नि तपाईँ गयो भने सक्छ अब फर्किँदा पो ओह्रालो छ त खुट्टा खुट्टा खाँदिन्छ नि यो उकालो छ यो उकालो कस्तो उकालो छ अब यो उकालो जुम 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 लु फर्किनेको उकालो चाहिँ काटिसक्यो अब चाहिँ 1300 गएर ओह्रालो मात्रै छ है उकालो छैन आमा ल ल यहाँ हेर्नुहोस् तपाईँहरूले पनि दर्शन गर्नुहोस् लाग्छ अब यहाँ पाक्साङ हो यस्तो छ अब यता जानु छ हामी हो यहाँ चाहिँ छ पाक्साङ अहिले चाहिँ फर्किने बेलामा चाहिँ हल्का पानी छिटाउँदैछ पानी डरलाग्दो परिहालेको छैन ड्राई नै छ कि यहाँ चाहिँ छाता उडेर जाँदैछ हो अब त पढे पनि केही छैन गएर होटल त जाने हो सिधै भोलि फर्किने हो ओके यहाँतिर तपाईँहरूले मोस देख्दैछ यो लामो यस्तो भएको यो चाहिँ रुखमा हुन्छ कि यहाँ थुप्रो छ यी पुरा सबैमा छ है यस्तो यो मोस चाहिँ नि जहाँ पल्युसन छैन त्यहाँ मात्रै हुन्छ नभए पल्युसन भएकोमा चाहिँ हुँदैन अलिक टेम्परेचर कम्ती भएको जग्गामा कति लामो छ यी यस्तो बाटो चाहिँ झर्ने बाटो चढ्ने बाटो चाहिँ यही हो निकै साह्रै छ पानी पऱ्यो भने त झन् साह्रो पर्छ यो बाटोमा अब यहाँबाट हेर्दा नजिकै देख्छौँ यहाँ पारी हो पुरा टाइम लाग्छ
यहाँ मुनि एउटा क्याफे छ, त्यहाँ चाहिँ अब हामी अलिअलि के खान्छ बिहान खाजा खाएर आएको है। अहिले 3:30 भइसक्यो। अब के खाएर फेरि ओह्रालो जानुपर्छ। त्यहाँदेखि हाफ वे छ झर्नुपर्ने। त्यहाँदेखि त सिधै होटेल क्याफेटेरियामा आएर चाहिँ चिया खाएर अब जानु आँटेको हामी है। क्याफेटेरिया यहाँ छ नि त्यस्तोमा, यहाँबाट चाहिँ ताक्साङ डाइरेक्ट देख्छ। पानी पर्दैछ। यो क्याफेटेरिया चाहिँ यस्तो छ, पुरा भिड हुँदो रहेछ। यहाँबाट ताक्साङ डल्लै देख्छ, सबै देख्दो रहेछ है यहाँबाट बसेर। हेर्नु सक्दैछ त्यहाँबाट झरेर यो भ्यालीभित्र सट्टै पसेर उकालो चढेर त्यो टुप्पोमा आएर यस्तो गरेर आएर झरेको यहाँ 1 घन्टा लाग्दो रहेछ। अब 1 घन्टा लाग्छ झन्डै झन्डै ओह्रालो जानु। पानी पर्नु थाल्यो है, अलिकति पानी पर्दैछ। यस्तो छ, मेरो चाहिँ छाता छैन, 3 जनाको छाता छ। यही छाता हुने 1 जना 2 जना 3 जना, हामी 2 जनाको छातै छैन। मेरो चाहिँ यस्तो छ ड्रेस। अब 1 घन्टा हो ओह्रालो, राम्रो भयो पानीले अलिक धुलो। ल पानी परेको थियो, यस्तो मजाले रेनबो भयो कि यहाँ। कुङ्गा देख्यौ? यहाँ माथि ताक्साङ छ है, यी रेनबो यस्तो लागिरहेछ। हामी चाहिँ जाँदैछ, पानी पनि पर्दैछ, घाम पनि लागिरहेछ। यहाँ ओह्रालो जाँदैछ। वाउ, सो फाइनली हामी आइपुग्यो। यहाँ हेर न, ओ सक्दिनँ म भन्ने मान्छेले पनि सक्यो त लास्टमा त। त्यही त, आमाले पनि सक्यो। ओके, घोडा चढ्छु भन्ने मान्छेले त घोडा नचढी सक्यो त। अन्त गएर आएर हेर्दा म त त्यहाँ माथि हो नि, फेरि जानु चाहिँ फेरि यो डाँडा चढेर यताबाट घुमेर यहाँबाट झरेर फेरि चढेर पनि जानुपर्छ नि। 3 घन्टा लाग्दो रहेछ, हामीलाई चाहिँ 2.5 घन्टा लाग्यो। फाइनली आमाले सक्यो। खुसी खुसी, आमाको इच्छा पुरा भयो। ल ढोका दिनु एकपल्ट उकालो। ल अब चाहिँ हामी गयो होटल पुगेर, त्यति नै हो आजको चाहिँ भिडियो। अब होटल पुगेर बस्ने हो, भोलि चाहिँ फर्किने हो, त्यति हो। बाई।